चाहिँ अब बेलबारीको यात्राको लागि निस्किसकेको छौँ सबैजना। मेरो छोरा चाहिँ झ्यालमा चाहिँ पुरै रमित हेरिरहेछ। अब चाहिँ आज चाहिँ बेलबारीको यात्रा। हामी चाहिँ बेलबारीको यात्रा सवार गरिरहेका छौँ सबैजना। एकदमै गर्मी छ, धेरै पनि छक्क परेर बसिरहेको छ। अब हेर्दै गर्नु होला, हामी देखाउँदै जानेछौँ। हामी चाहिँ इटरी कटेर बेबी हेलो भन्नुहोस्, हेलो भन्नुहोस्। उसलाई चाहिँ एकदमै धेरै निन्द्राले चाहिँ बनाएर हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई खुसी ब्लग्समा। आज चाहिँ दिउँसोको समय छ, एकदमै घाम लागिरहेछ, चर्किरहेछ, एकदमै गर्मी छ। हाम्रो चाहिँ आज शुक्रबारको दिन चाहिँ यहाँ घर अगाडि नै बजार लाग्ने गर्छ, सो त्यो तपाईँहरूलाई म देखाउने छु। हेर्न सक्नुहुनेछ, यहाँ चाहिँ यसरी बजारहरू लाग्छ। मैले चाहिँ माथि छतबाट खिचिरहेको छु किनभने तल चाहिँ एकदमै गर्मी छ। यसरी बजारहरू लागिरहेको छ, तर यताको बजार चाहिँ प्राय दिउँसो भन्दा पनि बेलुका लाग्ने गर्छ, किनभने दिउँसो गर्मी भएर मान्छेहरू खासै निस्किनु हुँदैन बाहिर। त्यो कारणले बेलुका चाहिँ बजार धेरै लाग्छ। हेलो एभ्रिवान, हामी चाहिँ बेलबारीको बजारमा घुमिरहेको छौँ सबैजना। यताको बजारको एम्बियन्स चाहिँ यस्तो छ। हामी चाहिँ बेलुकाखेरि निस्केको छौँ, गर्मी चाहिँ एकदमै धेरै छ। एक्सप्लोर गरिरहेको छौँ बजार हामीले चाहिँ बेलबारीको। हेलो हेलो सबैजना हाई हेलो भन्दै हिँड्ने। हामी चाहिँ बेलबारीको बजार चाहिँ एक्सप्लोर गरिरहेको छौँ साथीहरू। गर्मी छ त्यही पनि, तर हावा पनि आइरहेछ बेलुकीको समयमा। हेलो साथीहरू, हामी चाहिँ यहाँ चटपटे खानालाई बसिरहेको छौँ। चटपटे नखाएको चाहिँ धेरै भएको छ कि पूर्वको, एकदम मिठो हुन्छ फेमस चटपटे। चटपटे कस्तो हुन्छ तपाईँहरूलाई देखाउने छु, म टाइम हेर्दै गर्नु होला। आफ्नो प्रमोसन आफै गरिरहेछ। यस्तो छ है साथीहरू, एकदम मिठो छ। गर्मी आएको छ। मैले चाहिँ खाइनँ किनभने साथीहरू मलाई खाना मन छैन, त्यही भएर। अनि तिमी त पूर्वमा बस्छौ, फुलबेली भएर होला, कसै खाना लागेन। तिमी चाहिँ मजाले टेस्ट गर। म त खाइरहेको छु अहिले। हामी चाहिँ बेलबारीको बजार घुमेर पनि सामानहरू किनेर पनि जाँदैछौँ। अब हामी चाहिँ घर पुग्दैछौँ साथीहरू। कुखुरा काट्नु ढिलो भइसक्यो। यतिको त चाहियो है। लु त लु है। हामी चाहिँ हाम्रो खुसे सबैजना खुसे ब्लग्सलाई चाहिँ सबैजनाले सब्सक्राइब, सेयर, लाइक, कमेन्ट गरेर चाहिँ सपोर्ट गरिदिनु पर्यो साथीहरू। हो हो, खुसे ब्लगलाई हैन, लोकल कुखुरालाई भाइलाई चाहिँ लु पछाडि चाहिँ तेल गनाइसक्यो त है। बाई। हाम्रो चाहिँ लोकल कुखुरा काटेर ग्यादरिङ भइरहेको छ किचनमा। हेलो सबैजना। पोलेको पनि जाँदैछ। हाम्रो ज्वाइँ सापले त पुरै गर्मीले टी सर्ट खोलिओरी दिइरहनु भएको छ। एकदमै राम्रो ग्यादरिङ भइरहेको छ हाम्रो चाहिँ। उनीहरूलाई पनि गर्मी भएर चिसो चाहिँ एकदम मागी मागी खाइरहेको छ साथीहरू। अँधेरो अलिकति राति भएर क्लियर चाहिँ भिडियो आएको छैन।